आतंकित बनेको प्रत्यक्षदर्शी तथा प्रदर्शनमा सहभागीहरूले सुरुदेखि नै हन्दाएका छन्। घटनाको 1 महिनापछि ती बाइकमा आएका व्यक्तिहरू को हुन् मात्र खोजबिन भएको छैन। उनीहरूले लगाएको तिब्बतियन ओरिजिनल ब्लड लेखिएको कालो कपडाको विषयमा समेत चर्चा भइरहेको छ। जिन्दोबी अङ्कित झण्डा, टी-सर्ट र ज्याकेटले सामाजिक सञ्जालमा बहस भइरहेको छ। उक्त लोगोसँगै तिब्बतियन ओरिजिनल ब्लड अर्थात् तिब्बती मूलको रगत लेखिएको छ। अन्य केही टी-सर्टहरूमा भने टिओबी माथि हाकिम लेखिएको छ र यसको लोगो पनि राखिएको छ। हाम्रो देश, हाम्रो राज्य पुलिसहरु ड्रेसमै थियो, काटामार गरेको सबैले देख्दै थियो। तल्लो निस्क्यो वास्तविकता, काण्ड मचाउने चाहिँ हामी कहानीहरूले लेख्थ्यो। नेपाली हामी पनि नेपालीमै जुदाइ दिएपछि अब नेपालीले नै भन्छन् हैन हाम्रो देशको पुलिस प्रशासन सेना हुँदैन, बाहिरको सेना आउनु पर्यो र यही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय सेनाहरू ल्यान्ड हुन्छ। टिओबी आतंक। मेरो अनुरोध छ, देशलाई माया गर्नुहुन्छ भने है, देश अहिले कब्जामा गइसकेको छ, यसको विकल्प चाँडै खोज्नुपर्छ। म अनुरोध गर्न चाहन्छु, यहाँ नेपालीमै लडाएर भिडाएर विदेशी शक्तिहरू आफ्नो सेना नेपालमा ल्याउन खोजिरहेको छ। मान्छेहरूको टी-सर्ट पछाडि के लेखिएको थियो र त्यसको फुल फर्म के हो, अब यति भन्दा त सायद नेपाल प्रहरीले र अहिलेको सरकारले बुझिसके होला म के भन्न खोजिरहेको छु। टिओबी टी-सर्ट लगाएकी युवाले पिस्तौल लिएको तस्बिर भाइरल। आखिर के हो त वास्तविक रहस्य? दर्शक वृन्द, जेनजी आन्दोलनका क्रममा टिओबी अर्थात् तिब्बतियन ओरिजिनल ब्लड लेखिएको टी-सर्ट लगाएका एक युवा